नि भनेर एकदम फस्ने नि ब्युटिफुल भएर है यस्तो दामी भएर राम्री भएर आउनु भएको रहेछ गाइजहरू तर उहाँ चाहिँ फस्नु हुन्छ है यहाँनिर गाइज भने कस्तो शीतल भएको नि मजा लाग्छ यहाँनिर यो टर्निङमा चाहिँ चट्टसँगले जोडी जोडी आएर चट्टले सँगले तोङबा कसलाई भन्नुहुन्छ तोङबा अनि गाइजहरू हाम्रो चाहिँ यता माथितिर जान्छ अनि यता फाइनली गाइज तपाईँहरूलाई पनि देखाउने छु हेर्न नछाड्नु होला हेरिराख्नु होला मेरो भिडियोलाई निरन्तर दिनुहोला भन्न चाहन्छु म अनि हजुरहरूलाई भिडियो देखाउने छु पारेर जानु पनि एकजना छ मेरो त होइन यस्तो समय भयो नि यता हेर्नु न पुग्न आँटिसक्यो बत्ती सेकुवा गर्न रे कसलाई सेकुवा मनपर्छ सेकुवा खान आउनु होला एकदम दामी टेस्टी बन्छ अरे सेकुवा चाहिँ गाइजहरू म चाहिँ सेकुवा खाँदिनँ मलाई चाहिँ नखाए पनि हल्का यस्तो चिप्लो मर्काउँछु है अब पुगेको हामी अब यहाँदेखि उता जाने हो तपाईँ फर्स्ट टाइम आउनुभएको म आएको थिएन नि भन्दा पनि यहाँनिर अगाडि एउटा ट्रक हिँड्दैछ सो गाइजहरू है त्यो चाहिँ एकदमै मजासँगले खाइँदैछ है कति धेरै गाडीहरू रहेछ गाइज आम्बो कत्रो गाडी रहेछ नि ल है ल अब चाहिँ पुग्न आँट्यो है गाइजहरू यो चाहिँ ठ्याक्कै भन्नुपर्दा चपेटी चाहिँ हामी फाइनली आइपुगेको छौँ हजुर चपेटी भन्ने ठाउँ चाहिँ यस्तो के भन्छ मलाई चपेटीमा आएर चटपटे खानु होला गाइजहरू ल हेर्नुहोस् चपेटीको हाल अहिलेको अवस्था यस्तो छ हेर्नुहोस् गाइजहरू चपेटी क्षेत्र अरे यार होटलहरू यहाँनिर एकदम बस्ती बसेको रहेछ यो बगरको छेउ है बगरको छेउमा खोला रहेछ दामी रहेछ अब त चिसो पनि हो कि क्या छ है मान्छेहरू गर्मीको सिजनमा मान्छेहरू आउँछ नि त यतातिर हजुरहरू पनि आउनु होला एकदमै गर्मीको सुरुवात भइसकेको छ सो गाइजहरू एकदम चिसो हावा सँगसँगै पानीमा मस्तीसँगले स्विमिङ गर्नका लागि आउनु होला हाई गाइजहरू आमामा कति ठुलो रुख नि भगवान रुख पनि निकाल्दिनु न डार्लिङ कत्रो यो सिम्बलको रुख रहेछ नि त
सिम्बल त ठुलो हुन्छ हौ हेर्नुहोस् गाइजहरू मान्छेहरू कस्तो चेपमा बसेको नि 1300 मा त गाइजहरू यहाँनिर ठुलो रुख है अहिले त यस्तो ठुलो रुख पाउन छोडिसक्यो नि त यता मेरो डार्लिङ हुनुहुन्छ उहाँ चाहिँ होइन उता क्या भन्छ चेप्टी जाने भनेर आउनुभएको रहेछ है गाइजहरू तर उहाँ चाहिँ एकदमै झुक्किनु भएको छ वास्तवमा आएको चाहिँ हामी चपेटी आएको हो गाइजहरू होइन एकजना हुनुहुन्छ झुक्काउने मान्छे चाहिँ यता हुनुहुन्छ एकदम स्पेसल झुक्क्याउने मान्छे चाहिँ उहाँ हुनुहुन्छ बसाउने मान्छे चाहिँ उहाँको ड्युटी छोडी आउनु भयो अरे है गाइजहरू हुनुहुन्छ अझै अरू पनि साथीहरू हुनुहुन्छ है आउँदै हुनुहुन्छ उहाँहरूको चाहिँ यसरी आउँदै हुनुहुन्छ है झट्ट हेन्सम ब्युटिफुल भएर हाम्रो साथीहरू